जति माया छ घरकी वाइफको यति माया छ नेसनल लाइफको ए ताली जति माया छ घरकी वाइफको यति माया छ नेसनल अधिकतम प्रतिफलका लागि नेसनल लाइफ इन्सुरेन्स देशकै पुरानो र भरपर्दो कम्पनी। Once again, एकचोटि सबैले ताली बजाउनु होला। जति माया छ घरकी वाइफको त्यति माया छ नेसनल लाइफको ए त्यति माया छ नेसनल लाइफको। के अनुहार हुनुपर्छ के होनहार हुनुपर्छ होइन भने बाँच्नलाई छुट्टै संसार हुनुपर्दछ होइन भने बाँच्नलाई छुट्टै संसार हुनुपर्दछ। तिमी रुख हल्लाएर माटोमा माटोमा आकाशका ताराहरू झार्न सक्दछौ। साँच्चै तिमी नेसनल लाइफको अभिकर्ता हुन तम तयार हुनुपर्दछ। साँच्चै तिमी नेसनल लाइफ इन्सुरेन्स कम्पनीको अभिकर्ता हुन तम तयार हुनुपर्दछ। मिठो कार्यक्रम सञ्चालक आदरणीय राजकुमारजीलाई आभार व्यक्त गर्दै यो अवसर जुटाउने आदरणीय यो प्रकृतिको छटाले सिँगारिएको अत्यन्तै मनमोहक र ऐतिहासिक नगरी हेटौडामा आउन पाउँदा यहाँ सबैलाई म फेरि पनि नेसनल लाइफ कम्पनीको तर्फबाट सिङ्गो अभिकर्ताको तर्फबाट म यहाँलाई फेरि पनि हेटौडावासी तपाईँ दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक 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 नमन नमी नमस्कार टक्राउ स्वीकार्नुहोस्। नमस्कार everybody। नमस्कार पछाडि से नमस्कार अगाडि से नमस्कार एकदम ठिक छ। नमस्कारमा जोड आइरहेको छ। एकचोटिलाई म फेरि पनि यहाँहरू सामु कृतज्ञता अर्पण गर्दै आदरणीय यस कुशल सफलता सङ्गम कार्यक्रमका सभापति एवं हेटौडा शाखा नेसनल लाइफका शाखा प्रमुख डाइनामिक व्यक्तित्व युवा ऊर्जाशील व्यक्तित्व आदरणीय नारायण कार्कीज्यू जसले आजको यो सभालाई सञ्चालन गरिराख्नु भएको छ उहाँप्रति उच्च सम्मान गर्दै र यो सम्मानका सद्भाव र शुभाभाव प्रकट गर्दै उहाँलाई फेरि पनि मेरो व्यक्तिगत तर्फबाट र मलाई यस नगरीमा दोस्रो चोटि यस्तै हलमा तपाईहरू सामु यो बिग्रिएको अनुहारलाई चिनाउने मौका दिनुभएकोमा फेरि पनि म शाखा प्रमुखलाई हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। आदरणीय शाखा प्रमुखज्यूप्रति जोरदार तालीले फेरि एकचोटि म तपाईँलाई एकछिन तालीको पनि कसरत गराउन चाहन्छु। त्यसै गरी हाम्रो नेसनल लाइफ इन्सुरेन्स कम्पनीका एउटा खम्बा विभिन्न खम्बाहरूले एउटा घर सुसज्जित हुन्छ भने नेसनल लाइफको एउटा खम्बा एजेन्सी विभागीय प्रमुख हंसमुखी मृदुभाषी सरल व्यक्तित्व ऊर्जाशील व्यक्तित्व मिलनसार व्यक्तित्व एजेन्सी विभाग प्रमुख आजका प्रमुख अतिथि आदरणीय सुशील राणा सरलाई प्रमुख अतिथिको आसन गर्न रहनुहुन्छ। उहाँलाई एकचोटि उद्योग लागि अनुरोध गरेँ मैले एकचोटि र सरलाई जोरदार तालीले सम्मानको लागि म यहाँ सामुदायिक आयोजन केही माग्दै छैन। माग्छु त केवल तपाईँको एक्सर्साइजको लागि ताली माग्दैछु। उकाली होस् या ओह्राली होस् भन्ज्याङमा एउटा देउराली होस् उकाली होस् या ओह्राली होस् भन्ज्याङमा एउटा देउराली होस् गोरी होस् वा काली होस् ससुराली जाँदा एउटा साली होस्। फेरि हामीलाई साली किन भन्यो भनेर महिलाहरू रिसाउनु होला त्यो पनि एउटा राम्रो कुरा हो। ससुरालीमा साली हुनुपर्छ सालो मात्रै भएर रमाइलो हुँदैन महानुभावहरू। र जब हामी तपाईँहरूको माझमा हुन्छौँ तपाईँहरूको सम्मानलाई तपाईँको आफ्नो सम्मानको लागि आफैलाई जोरदार रूपले ताली होस् महानुभावहरू। जोरदार रूपले ताली होस्। त्यो नेसनल लाइफ
बजाएको जस्तो चाली हो। एकछिन तपाईँको निद्रा भगाउन पनि मैले यो एक्सर्साइज गराइरहेको छु, बुझ्नु होला। त्यस्तै गरी हामी माझमा मैले छोटो समयमा यसलाई टुङ्ग्याउनु पर्ने हुन्छ, किनभने यहाँको कार्यक्रमका आकर्षणहरू धेरै नै छन् र हामी यो धेरै बोल्नुभन्दा पनि कार्यक्षेत्रमा अगाडि गएर एचिभमेन्ट लिने कुरा हो। हामीसँग कुनै दिनमा फेरि पनि मैले पोहोर पनि गत साल यस्तै मञ्चमा प्रण गरेर गएको थिएँ कि यो बिचमा तपाईँ आएर हामी एउटा कार्यशाला गोष्ठी कि बिमाको बारेमा व्यापक सचेतना अभियानमा लाग्नको लागि र बिमामा परेका अप्ठ्यारा, बिमामा कसरी लाग्ने, कसरी सफल हुने भन्नेको बारेमा सबै तयार गरौँ। प्रशिक्षण भन्दा पनि हामी सबै सिपालु छौँ, जान्ने छौँ, बुझ्ने छौँ, नजान्ने कसैले केही पनि छैन। हजुर प्रशिक्षण शब्द हटाउनु होला राजकुमारजी। हामी एउटा वर्कसपमा छौँ, हामी सेयरिङमा छौँ, तपाईँहरूसँग हामी सिक्ने हो। म एउटा बिमाको भर्खरै बामेश्वरीको विद्यार्थी हो, अझै पनि ज्ञान पूर्ण भइसकेकै छैन। ज्ञान गङ्गा सरी छ, केवल एक लोटा पानी ल्याइयो होला गङ्गाबाट। सिङ्गो ट्रकै ल्याउनु बाँकी छ, ड्रमका ड्रम ल्याउनु बाँकी छ, ट्याङ्करका ट्याङ्कर ल्याउनु बाँकी छ। त्यसले गर्दा अझै पनि म विद्यार्थी नै हो। यो कुरालाई म यहाँ सानो सर्लक्क बनाउँदै तपाईँ पनि त्यसको क्यापेबल एउटा इलिजिबल क्यान्डिडेट हो भन्ने कुरामा विश्वस्त बनाउन केही आधारहरू तपाईँहरू सामु म 10-15 मिनटको समयमा सक्ने जमर्को गर्नेछु। आदरणीय व्यक्तित्वहरू ड्यासमा आसिन काठमाडौँदेखि पाल्नु भएको छ। ब्रान्च म्यानेजर, शाखा प्रमुख, नेसनल लाइफका हुनहार लिडर आदरणीय व्यक्तित्व सूर्यजी, नमन छ, यहाँलाई सम्मान छ। त्यस्तै गरी आजको आकर्षण केन्द्रबिन्दु जसले गर्दा मेरो आगमन भलै हुन्थ्यो या हुन्थेन, तथापि त्यो आगमनलाई अत्यन्त जाउँ लाग्ने, नगई पनि सुखै नपाइने, आउँदा फेरि मजा लाग्ने भइदिए हुन्थ्यो भनेर प्रेरणा गर्ने आजको आकर्षक व्यक्तित्व आदरणीय समाजसेवी व्यक्तित्व भूमिनन्द शाहलाई फेरि हार्डली कङ्ग्रेचुलेसन भन्दै उहाँलाई सम्मान व्यक्त गर्दै आजको आकर्षक केन्द्रबिन्दुलाई मैले पनि नमन गर्दै र यहाँलाई फेरि पनि एकचोटि तालीको अर्पण गराउँदै त्यस्तै गरी काठमाडौँदेखि नै विभिन्न विधाहरूमा एचिभमेन्ट लिइरहने, सधैँ कम्पनीले ल्याएका स्किमहरू पार गर्दै जाने, लगातार एमडिआरटी भइरहने व्यक्तित्व आदरणीय नवीन यासी भनेर फेसबुकमा चिनिन्छ। रियल नाम रविन्द्र लामिछाने हो। उहाँलाई पनि सम्झन चाहे, सम्मान गर्न चाहे। त्यस्तै गरी हेटौडाकै एउटा सान, हेटौडाकै मान, एउटा प्रथम एमडिआरटी अफ हेटौडा, फर्स्ट एमडिआरटी अफ हेटौडा यही हुनुहुन्छ। सरलाई सम्मान गर्दै भरत सरलाई सम्मान गर्न चाहन्छु। सर भर्खरै आउनु भएको छ, आदरणीय सरलाई पनि सम्मान गर्दै त्यस्तै गरी एउटा माझी बस्तीमा हुर्किएको नेसनल लाइफको एउटा खम्बा मिन्द्र सरलाई पनि सम्झिँदै आदरणीय राजु सरप्रति पनि जसले भर्खरै केही हामीलाई छाप छोडेर जानुभयो, सम्मान व्यक्त गर्दै उहाँहरूको जोडीलाई सम्मान गर्दै म यहाँहरू सबैलाई एकचोटि फेरि पनि सम्मानको लागि मैले यहाँलाई एकचोटि उठेर आफूले आफैले ताली बजाउनुको लागि मैले अनुरोध गरेँ। एकचोटि मैले तपाईँ आफै उठेर तपाईँको लागि यो ताली अब सुशील सरको हातबाट ताली बजाएर सम्मान गरिदिनुको लागि हाम्रो आदरणीय पालावासकोले सबैलाई तालीले सम्मान गरिदिनुको लागि अब हामी तपाईँलाई तालीले यताबाट पनि सम्मान गरेका छौँ, उताबाट पनि हामी तालीले सम्मान गरेका छौँ। हामीले तपाईँलाई मुस्कानले सम्मान गरेका छौँ, तपाईँले हामीलाई मुस्कानले सम्मान गरेका छौँ। यो एउटा ऐतिहासिक माहौलमा सिर्जना गर्दै फेरि पनि यहाँलाई आफ्नो स्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो एउटा फेरि तपाईँको आसन ग्रहण गर्ने शैली हो। मलाई लाग्छ बिमा जगतमा एउटा यस्तो प्लेटफर्म जो नेसनल लाइफ कम्पनी आएको छ। म 2062-63 सालदेखि नेसनल लाइफ कम्पनीमा आबद्ध छु, बिमा क्षेत्रमा आबद्ध थिएँ। तर भलै म नेसनल लाइफमा आउन ढिलो गरेछु। ढिलो गर्दा सफलता भइएको र जब नेसनल लाइफमा मेरो पाइला टेकियो तब मेरो सफलताको वर्षा पनि उर्लिन थाल्यो। महानुभावहरू, तपाईँहरूलाई म यो कन्फिडेन्स दिलाउन चाहन्छु कि नेसनल लाइफ नाम मात्र होइन, नेसनल लाइफ इन्सुरेन्स एउटा केवल कम्पनी मात्र होइन,
यो त एउटा ब्रान्ड हो मान्नुभयो, ब्रान्ड हो नेसनल लाइफ इन्सुरेन्स। त्यसैले नेसनल लाइफ इन्सुरेन्समा जो जति आउनुभएको छ, जो जति छिर्नु भएको छ, जो जतिले जति अपेक्षा गर्नुभएको छ, सम्पूर्ण इच्छा आकाङ्क्षाहरू परिपूर्तिले काम गर्ने इन्सुरेन्स कम्पनी नेसनल लाइफ इन्सुरेन्स। तपाईँ के चाहनुहुन्छ त्यो परिपूर्ति गरिदिने काम नेसनल लाइफ इन्सुरेन्सले गर्दैछ। तपाईँ आफ्नो लिभिङ स्ट्यान्डर्ड कत्रो बनाउन चाहनुहुन्छ, यो समुद्रमा आइपुग्नु भएको छ। समुद्रमा आफै एकदम जटिल प्रक्रिया छ, त्यहाँ पौडी खेलेर एकदम फायर सिपालु हुन त सकिँदैन, तर त्यहाँबाट लुगा लिएर गए लुटै भरिएर ल्याउन सकिन्छ, गाग्री लिएर गए गाग्री भरिन सक्छ। होइन म त ड्रमहरू ल्याउँछु भन्नुभयो भने ड्रमै भरेर ल्याउन सक्नुहुन्छ। होइन म त ट्याङ्करै ल्याउँछु ट्याङ्करै भर्न सक्नुहुन्छ। त्यस्तो सागर हो नेसनल लाइफ इन्सुरेन्स कम्पनी। त्यसैले मैले एकचोटि तपाईँलाई निन्द्रा अझ भगाउनको लागि एकचोटि एउटा शब्दमा जप्न मन लाग्छ कि नेसनल लाइफ इन्सुरेन्स कम्पनी कि म भन्छु, तपाईँ जय भन्नु होला, अनि बल्ल तपाईँको जय हुन्छ। नेसनल लाइफ इन्सुरेन्स कम्पनी कि अझ पुगेन हजुर, नेसनल लाइफ इन्सुरेन्स कम्पनी कि फेरि जोडले भन्नुहोस् त, नेसनल लाइफ इन्सुरेन्स कम्पनी कि। यो मानेमा चाहिँ कि हामी माझमा नेसनल लाइफ इन्सुरेन्स कम्पनीले थुप्रै वार्षिक प्याकेजहरू ल्याउने गर्छ। वार्षिक प्याकेजमा हामी साउन भदौ असोज कार्तिक मङ्सिर 20 कार्यक्रमहरू ल्याउने गर्छ। ती कार्यक्रममा हामी बिस्तारै एउटा कार्यक्रम छोडिदिन्छौँ, भइगयोस्, सेकेन्ड पनि छोडिदिन्छौँ, भइगयोस्, थर्ड पनि छोडिदिन्छौँ, भइगयोस्। हामी त्यसरी सफल हुन सकिँदैन। धेरै जान्नु पनि पर्दो रहेछ हजुर। सिम्पल एउटा कुरा रहेछ कि कम्पनीले त्यसै ल्याएको हुन्छ क्या, स्किम र टार्गेट। कम्पनीले ल्याएको टार्गेट मात्रै तपाईँ पुरा गर्नुभयो भने तपाईँ मिनिमम पनि एमडिआरटी हुनुहुन्छ, मिनिमम पनि चेयरपर्सन क्लब हुनुहुन्छ। मैले सुशील सरसँग पहिलोचोटि एउटा कार्यक्रममा भेट्दा उहाँले मलाई भन्नुभएको कि जम्मा दुईवटा कुरा हुनु दीपक सर, अरू कुरा नभए नि हुन्छ। एउटा चेयरपर्सन क्लब हुनुहोस्, एउटा चाहिँ एमडिआरटी हुनुहोस्, बस तपाईँको लाइफ त्यहाँ सेटल हुन्छ भनेर भएको हो। मैले त्यही अनुसार अनुसरण गरेँ। एकैचोटि एमडिआरटी हुन एकदम पुसको 15 गते, पुसको 1 गतेदेखि 15 गतेसम्म हामीले 54 लाख रुपियाँ ल्याउनु न त जो सानो कुरा छैन। तर हामीले बिस्तारै महिने पछि 2-3 लाख 4 लाख 5 लाख 4 लाख 5 लाख 10 लाख हाल्दै गऱ्यौँ, 7 लाख हाल्दै गऱ्यौँ भने कम्पनीले ल्याएका हरेक स्किमहरू प्राप्त गर्न सक्छौँ। कम्पनीका हरेक स्किमहरूमा हामी जान सक्छौँ। हामीले सुत्दै नसुत्दैका होटलहरूमा सुत्न पाउँछौँ, हामीले घुम्दै नघुमेका सहरहरू घुम्न पाउँछौँ, हामी बस्दै नबसेका देश तथा विदेशका प्याकेजहरू कम्पनीले ल्याएको हुन्छ, त्यसमा हामी जान पाउँछौँ। र त्यो अवसर प्रदान गर्छ कसले? नेसनलले। सुरक्षा दिन्छ कसले? नेसनलले। बचत गराउँछ कसले? नेसनलले। त्यसैले म यहाँलाई फेरि पनि अनुरोध गर्न चाहन्छु कि धेरै कुरा जानेर अहिले भर्खरै जाँदा तपाईँलाई बोर पनि लाग्न सक्छ। यति जान्नुहोस्, छोटो जान्नुहोस्। छोटो जान्यो भने लामो समय यात्रा गर्न सकिन्छ। सिक्ने कुराहरू थाहा हुन्छन्। म पनि सिक्दैछु। 20-22 वर्ष भयो बिमा क्षेत्रमा लागेको। म सिकिरहेको छु। अहिले देशको एउटा राष्ट्रिय सङ्गठनमा पनि म आबद्ध छु। केका लागि भने यही बिमा बचाउनको लागि, क्लाइन्टहरूका ग्राहकहरूका हक हितमा राख्नको लागि, ग्राहकलाई बढीभन्दा बढी सेवा समर्पण गर्नको लागि र हामी सबै व्यवसायीहरूलाई, हामी अभिकर्ताहरूको व्यवसायलाई सुनिश्चित गर्नका लागि म त्यो सङ्गठनमा पनि छु। त्यो पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र बिमा क्षेत्रमा तपाईँ लाग्दै गर्दा परेका कठिनाइहरू, समस्याहरू आज मात्रै नहुने छैनन्। यो त एउटा विद्यालय हो। विद्यालयमा एकै दिन आएर एक्जामको बेलामा मात्रै पढेर को पास हुँदैन हजुर? पास हुनलाई त 365 दिन विद्यालय खुलिरहेको छ, जो नेसनल लाइफको शाखा कार्यालयको रूपले यो अनुबन्धित छ। त्यसमा 365 दिनमै तपाईँ आएर आफ्नो क्लासहरू लिन सक्नुहुन्छ। हाम्रो कम्पनीले त्यहाँ सिस्टम बनाइदिएको छ, त्यहाँ क्लास राख्ने व्यवस्था बनाइदिएको छ, त्यहाँ शाखा प्रमुख राखिदिएको छ, कर्मचारीहरू राखिदिएको छ। तपाईँले त्यो विद्यालयमा, त्यो समृद्धिको विद्यालय, म त भन्छु नेसनल लाइफलाई एउटा समृद्धिको यात्रा गर्ने एउटा विद्यालय हो। तपाईँको
विद्यालय हो। तपाईको जीवनलाई सुनिश्चित गर्ने कम्फर्टेबल लाइफलाई पास गराउन सक्ने एउटा चाहिँ अवस्था हो नेसनल लाइफ इन्सुरेन्स कम्पनी। त्यसैले गर्दा त्यो विद्यालयमा हजुरले सधैँ जानुभयो भने अवश्य पनि सिक्नुहुनेछ र पाइपलाइनको काम गराउने काम गराउँछ नेसनल लाइफ इन्सुरेन्स कम्पनीले। एकचोटि अमेरिकामा दुईजना केटाहरू रहेछन्, जोन र डिबे भन्ने महानुभावहरू। जोन र डिबेले एउटा टापुमा पानीको खेलो गर्दछन्। एक बकेट पानीको $1 पाइँदो रहेछ त्यति बेला। अनि जब जब $1 पानी $1 पैसाको लागि जाँदै गर्छन्, हरेक दिन 15-20 बकेट पानी लैजाँदो रहेछन् तिनीहरूले। अनि एमङ देन दुईटा साथी मध्ये एउटा जोड भन्ने साथीले के भनेछ भने, होइन साथी, कहिले कहिले त हामी पार्टीमा जानु पर्ला, कहिले कहिले हामी बिरामी भइएला, त्यस्तो बेलामा यो पैसा त राम्रो हो, हामी $20 कमाउँछौँ, $30 कमाउँछौँ भने राम्रो हो, तर सधैँ त यो कमाउन सकिँदैन। त्यस्तो बेलामा चाहिँ यो चाहिँ लाइफ लाइनलाई पाइपलाइन तयार पार्छु भनेर उसले चाहिँ के गरेछ भने त्यो बकेटमा आउने तत्कालीन आउने पैसालाई छोडेर उसले पाइपलाइन खन्न थालेछ। त्यो टापुमा उसले पाइपबाट पानी वर्ष बुझाइदियो, उसले त्यो ठेक्का पनि पायो। अनि जब जोनले यो ठेक्का पायो तब अर्को डिबे भन्ने साथीको त्यसबाट जागिर भयो र जोन अहिले चाहे बिरामी होस्, चाहे जोन अहिले पार्टीमा जाओस्, जोन अहिले चाहे घरैमा सुतिराखोस्, उसको पाइपलाइनमा पानी झरिरहेको छ र उसलाई मन्थली आउने इन्कम, डेली आउने इन्कम आइरहेको छ। त्यही हो नेसनल लाइफ इन्सुरेन्स कम्पनी। जब जब तपाईँ नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा आउनुहुन्छ, तपाईँ 10 इयर्सको लागि तपाईँको जागिर पक्का गर्नुभएको छ। जब तपाईँ 10 इयर्सको लागि जागिर पक्का गर्नुहुन्छ, तपाईँलाई नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा स्वागत छ महानुभावहरू। कतिजना पुराना अभिकर्ताहरू हुनुहुन्छ होला, कति नयाँ अभिकर्ताहरू हुनुहुन्छ होला। केही सम्भावना छ हामीले चाहिरहेको हाम्रो पेसा, हाम्रो सरकारी पेसामा अधिकृत लेभलको तलब भनेको 43,000 हो, मात्र 43,000 हो। धेरै ग्रेड सेट गरेर मिलाइयो भने 50-55,000 हुन्छ, तर 50-55,000 नेसनल लाइफ इन्सुरेन्स कम्पनीले एक शर्त दिन्छ। तपाईँको एउटा डिल भयो भने 50,000, 60,000, 80,000 वान डे आउँछ, 1 घन्टामा आउँछ। त्यो कमाइको लागि तपाईँ इन्सुरेन्स कम्पनीमा लाग्ने हो। र जब इन्सुरेन्स कम्पनीमा हामी आबद्ध हुन्छौँ, त्यसपछि हामी यसका पोलिसीहरू, यसका प्लानहरू, मैले अघि नै भने नेसनल लाइफ इन्सुरेन्स कम्पनी एमङ देम सबैभन्दा एउटा ब्रान्डेड कम्पनी। तपाईँ जहाँ आउनुभएको छ, जुन पवित्र स्थानमा आउनुभएको छ, त्यो पवित्र स्थानमा चाहे तपाईँ झुकिएर आउनुहोस्, चाहे तपाईँको साथीले आमन्त्रण गरेर आउनुहोस्, तपाईँ एकदम भाग्यमानी हुनुहुन्छ महानुभावहरू। तपाईँ यस्तो भाग्यमानी मान्छे त मैले कोही पनि देखिनँ। कति भाग्यमानी, यस्तो भाग्यमानी मैले सबैको अनुहार मैले पढिसकेँ। तपाईँ नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा आएको हुनाले तपाईँ असाध्यै भाग्यमानी हुनुहुन्छ र तपाईँले एक दिन न एक दिन सगरमाथा चुन्न सक्नुहुन्छ। तपाईँ सबैलाई म फेरि पनि शुभकामना व्यक्त गर्न चाहन्छु कि तपाईँको निरन्तरता र धैर्यता भयो भने नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा गजबको छ। हजुर रोजीरोटी आफ्नो कम्फर्टेबल लाइफ बिताउनको लागि, 2 रुपियाँ खर्च गर्नको लागि, औषधि उपचार गर्नको लागि, आफ्नो जीवनलाई समृद्ध बनाउनको लागि तपाईँले चाहेको जस्तो जीवनशैली कुनै पनि नेपालका जागिरहरूमा सम्भव छैन। त्यो जुन नेसनल लाइफमा सम्भव छ, जुन नेसनल लाइफमा सम्भव छ। लास्टमा बुझ्नु भयो भने के हो यो कुरा? लास्टमा हाँस्नु भएको छ नि, होइन जस्तो लाग्यो कि के हो? एकदम सत्य कुरा हो। तपाईँले पत्याउनु हुन्न भने यही सुशील सर हुनुहुन्छ है, तपाईँले देखाउन सक्नुहुन्छ। अब कसका यहाँ दिनमा, महिनामा, वर्षमा कति कति पैसा खाने साथीहरू जन्मिसकेका छन्। कामै नगरे पनि महिनामा 5 लाख रुपियाँ अटोमेटिक झरिरहने साथीहरू पनि नेसनल लाइफमा जन्मिसकेका छन् महानुभावहरू। तपाईँलाई यो भन्दा अचम्म लाग्छ, तर निरन्तर लाग्यो भने यो सम्भव हुन सक्छ। यति बिचमा म सानो एउटा गेम खेलाउन चाहन्छु म तपाईँहरूलाई। हुन्छ, 2 जना केटा 2 जना केटी, फेरि बिहा नभएकै आउनुपर्छ भन्ने छैन।
दुईजना मेल दुईजना फिमेल एकचोटि यो मञ्च आइदिनु न ल त सानो एउटा गेम खेलाउँछु म तपाईँलाई रमाइलो गर्नको लागि दुईजना महिला दुईजना पुरुष दुईजना मेल दुईजना फिमेल आउनुहोस् त एकचोटि छिटो गरौँ न ल जे भए पनि हुन्छ एकै ठाउँमा नआउनु न उताबाट आउनु एकजना सरलाई बोलाएँ मैले हजुर छोटो हुन्छ माथि नै आउनु न त्यो मञ्चमा ल्याउने तरिका पनि हो एकछिन तपाईँलाई अलिकति रमाइलो पनि बनाऊ केही कुराहरू फ्रेस पनि बनाऊ भने धन्यवाद सरलाई सम्मान छ सरको लागि खै त ताली बहिनीको लागि पनि ताली अब एकजना आइदिनुहोस् न एकजना आइदिनुहोस् त हेटौडामा महिला दिदीबहिनीहरू लाज मान्नु हुँदो छ कहाँबाट बिमा आउँछ त हजुर यस्तो यहीँ आउनु त लाज मान्नुहुन्छ तपाईँहरू अब गेम यस्तो छ सर बिमित हुनुहुन्छ उदाहरणको लागि यो हात च्याप्प समाउनुहोस् त मजाले कस्नुहोस् त सर एजेन्ट हुनुहुन्छ र त्यो हात तपाईँले खोल्नु पर्ने हुन्छ किनभने तपाईँ एजेन्ट हो खोल्नुहोस् त तपाईँले त्यस्तै गर्नुहोस् ल खोल्नुहोस् ल तपाईँ बिमित हुनुहुन्छ तपाईँ एजेन्ट हुनुहुन्छ ल खोल्नुहोस् प्रयास गर्नुहोस् एकदम कोसिस गर्नुहोस् कि भयङ्कर कोसिस गर्नु तपाईँ यस्तो हुनुहोस् कि तपाईँको हात ज्यान जाला परान जाला तपाईँको त्यो हात खुस्किने छैन यो प्रयास तपाईँले जारी राख्नु तपाईँ फस्टाको हुनुभयो भने तपाईँ फेल तपाईँ पास हुनको लागि तपाईँका मुठी यति मजबुत हुनुपर्छ कि मुटु छोड्नुहोस् यो नछोड्नुहोस् ठिक छ मुटु छोड्नुहोस् यो नछोड्नुहोस् ल बल गर्नुहोस् खै त सरले बल्दै गर्नु है तपाईँ एकछिन है त एकछिन सक्नु भएन अब म भन्छु एकछिन अडिरहनुहोस् त्यतिकै रियलमा सक्नु भएन नि सक्नुभयो त अब भन्नुहोस् छोडिदिनुहोस् त छोडिदिनुहोस् ल खुस्कियो त कति चाहियो खुस्कियो त भनेको मतलब तपाईँहरूलाई सम्मान छ एक्चुअली फेरि ताली बजाइदिनु थ्याङ्क यू सो मच यो गेमले यो बुझिन्छ कि थ्याङ्क यू अप्सन गर्नुको लागि हामी जति प्रयोग गर्छौँ त्यो हामी कला प्रयोग गरेका छैनौँ तर लास्टमा एउटै शब्द छोडिदिनुहोस् त भन्दा त्यो छोडियो बस बिमा पनि यस्तै हो हामी एकदम बल गरिरहेका छौँ बिमा आउँदैन फारम भरिँदैन बल गरिरहेका छौँ तर टेक्निक लगाइयो भने त्यो बिमा सर्लकै आउँछ त्यो अभिकर्ता जति बेला सफल हुन्छ त्यति बेला डिल क्लोज गरेर अफिसमा रसिद जारी गर्न सक्छ जति बेला हामी यसलाई बल गरेका छौँ ढकलेका छौँ तर यो चल्दैन भने विज्ञानमा त्यसलाई कार्य भनिँदैन हजुर कति साइन्सको स्टुडेन्टहरू हुनुहुन्छ होला साइन्सको विज्ञ हुनुहुन्छ होला टिचरहरू हुनुहुन्छ होला इन्जिनियर डाक्टर साहब हुनुहुन्छ होला यहाँ यसलाई जतिसुकै धगाले पनि यसले यदि गति परिवर्तन गर्दैन भने विज्ञानमा त्यसलाई चाल भनिँदैन विज्ञानमा त्यसलाई चाल भनिँदैन त्यसले त गति परिवर्तन गर्नुपर्छ चाल हुनको लागि हो नेसनल लाइफमा पनि तपाईँले जतिसुकै गाम टुले पनि जतिसुकै फारम भरे पनि अफिसमा रसिद जारी भएन भने त्यसलाई काम भनिँदैन हो बाबुहरू त्यसैले काम हुनको लागि रसिद जारी गर्नु छ त्यसलाई भन्छ डिल क्लोज भन्छ त्यसलाई इन्सुरेन्सको भाषामा डिल क्लोज भनेर भन्छ यो डिललाई हामी क्लोज गर्न सक्नुपर्छ त्यो टेक्निकहरू हुन्छ आज भनेर सकिँदैन त्यसको मन्त्र धेरै छ नेक्स्ट टाइम हेटौडामा अब यो 1 वर्ष नपुग्दै बनाउनै जानु छ म त्यो सूत्र अवश्य तपाईँहरूलाई भन्नेछु तर त्यहाँ तपाईँ मोबाइल स्विच अफ गरेर 11 बजेदेखि 4 बजेसम्म बस्ने तपाईँले समर्पण गर्नुभयो भने डिल क्लोज कसरी गर्ने भन्ने कुरा हामी तपाईँलाई अवश्य पनि सेयरिङ गर्नेछौँ त्यो सेसनको लागि तयारी रहन्छ र जब एकचोटि एउटा प्रसङ्गबाट फेरि म तपाईँलाई प्रसङ्ग सुनाउन चाहन्छु दुईवटा कमिलाको प्रसङ्ग यहाँलाई सुनाउन चाहन्छु एउटा चिनीमा बस्ने कमिला हेलो हाई भन्नुहोस् त जब
मैले हल्ला सुनेको हुन्छु, जब जब मैले हल्ला सुनेको हुन्छु, मैले फेरि अर्को तानाबाना बुनेको हुन्छु, फेरि पनि मैले अर्को तानाबाना बुनेको हुन्छु, अनि मेरो ध्यान आकर्ष त्यतैतिर थुनेको हुन्छु। धन्यवाद है त। दुईवटा कमिलाहरू, एउटा चिनीमा बस्ने कमिला र अर्को चाहिँ नुनमा बस्ने कमिलाको बिचमा एउटा गजबको दोस्ती बनेछ महानुभावहरू। चिनीमा बस्ने कमिलाले एक दिन निम्तो गर्न लागेछ कि नुनमा बस्ने कमिलालाई निम्तो गर्न लागेछ। ल नुनमा बस्ने कमिला कति नुनमा बस्छस् आइज, म तपाईँलाई विभिन्न परिकारहरू पस्किएर खुवाउँछु। जति परिकारहरू खुवाउने क्रममा ठिक छ, अब तपाईँ जानुभयो अर्को कमिलाको घरमा जानुभयो र गयो। त्यसपछि चिनीमा बस्ने कमिलाले अब किसिमका 84 व्यञ्जनका मिठाईहरू तयार पार्यो। गुलिया 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 बिस्कुटहरू आइटमहरू, गुलिया गुलिया किसिमका आइटमहरू तयार गर्दै गयो। त्यसपछि नुनमा बस्ने कमिला पनि अब बोलाइहाल्यो साथीले। त्यस्तो 84 व्यञ्जन खानको लागि भनेर उसले चरीचट्टा परेर दारी छरी गरेर नयाँ कोट लाएर मैले जस्तै है अनुहारमा साबुन पानीले मुख धोएर चमेली तेल घसेर चट्ट परेर त्यो कमिला खान गयो। व्यञ्जन सुरु भयो, खायो व्यञ्जन। व्यञ्जन खाँदै गरेको, त्यसपछि लास्टमा त प्रतिक्रिया दिनुपर्ने हुन्छ। प्रतिक्रिया दियो। अनि चिनीमा बस्ने कमिलाले त मैले त धुन्धारै मिठो बनाएँ, धुन्धारै मिठो बनाएँ भनेपछि अब उसलाई सोध्यो कि कस्तो रह्यो त। अब कमिलाले जवाफ दियो कि जे खाए पनि टेस्ट नै आयो। जति जति आइटमका खानेकुराहरू छन् टेस्ट नै आउँदैन, जति जति आइटमका खानेकुराहरू छन् टेस्ट नै आउँदैन। भएछ त के भने भएछ त उसले कोलगेट बिर्स गर्न बिर्सेछ। जब उसले बुझ्नु भएन दाँत माझ्न बिर्सेछ के, दाँत माझ्न बिर्सेपछि त उसको स्वाद केमा बस्यो त, नुनमै बस्यो। भने जे खानेकुरा खाए पनि नुनमै रहन्छ। आजको कार्यक्रम पनि अब तपाईँले शाखा प्रमुखले यत्रो धुमधाम गर्नु, निम्तो गर्नु, सङ्गम कार्यक्रम छ, सफलता सङ्गम छ, तर तपाईँले बिमा गर्नु भएको छैन भने तपाईँलाई यो कुनै टेस्ट हुँदैन। तपाईँको बिमा कत्रो छ त्यसमा निर्भर गर्छ। साँच्चै तपाईँले आफ्नो बिमा गर्नु भएको छ नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा भने मात्रै तपाईँले त्यो टेस्ट थाहा पाउनुहुन्छ, नत्र तपाईँले टेस्ट थाहा पाउनुहुन्न। तपाईँले कुशल अभिकर्ता भएर फारम भर्दै रसिद जारी गर्दै फारम भर्दै रसिद जारी गर्दै गर्नु भएको छ, तपाईँलाई त्यो टेस्ट थाहा हुन्छ। यो कार्यक्रम बवाल लाग्छ। त्यो टेस्ट तपाईँले त्यो गर्नुहुन्न भने यो कार्यक्रम केही लाग्दैन। कहिले घर जाने होला, यहाँबाट बाटा मान्छे छ जानु पाएन भने पल्यापुरी 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 गर्न थालिसक्नुहुन्छ त्यस्तो मान्छेहरू। त्यसले गर्दा यसको लागि एउटै मात्रै अचुक उपाय भनेको आफूले आफैको कुरा गर्नु। म तपाईँलाई आज स्लाइडली एउटा कुरा भन्न चाहन्छु, अनेस्टली भन्नु है त। हामी यस्तो कार्यक्रमहरूमा मैले पनि प्रकट गरेँ, शाखा प्रमुखजी हुनुहुन्छ, यहाँ एजेन्सी विभाग प्रमुखै हुनुहुन्छ हामीसँग, सिङ्गै कम्पनी छ सम्झिनुहोस्। अर्को दिनमा पुरै हाउ टु क्लोज द डिल, कसरी कुशल अभिकर्ता बन्ने भन्ने बारेमा हामी व्यापक तपाईँले जानेको कुरा र हामीले जानेको कुरा मन्थन गरौँला, सिकौँला, बजारमा परेका समस्याहरू उठाएर ल्याएर त्यसको सोल्युसन पनि निकालौँला। तर आज मात्रै त्यो सम्भव छैन। आज यति सम्भव छ कि जसले बिमा गर्नु भएको छैन त्यसले कति दिनभित्रमा बिमा गर्ने त्यो गर्ने प्रमाण गर्न चाहिँ सम्भव छ। ठिक छ, म आज तपाईँलाई एकचोटि भन्छु, बिमा नगर्ने मान्छे कतिजना हुनुहुन्छ एकचोटि हात उठाउनुहोस् त। ल एकदम धन्यवाद, एउटा ग्राहक पाइयो। एकचोटि उठिदिनुहोस् त, एकचोटि कतिजना हुनुहुन्छ बिमा नगर्ने? ओके, एक राज मानौँ न, हाम्रो पाठशाला हो नि हजुर, होइन? हजुरको भएको छ बिमा गर्नु भएको छ? हजुर दुईटा लिइसक्नु हो, अब कत्रो गर्ने हो जान्छ? अरूको गर्ने आफू नगर्ने हजुर कन्टिन्यू। ल उहाँलाई सम्मान गरौँ, दुईटा बिमा म्याच गर्नु गर्नु। थ्याङ्क यू सो मच। अब धेरै अनुहारहरू हुन्छन् अहिले भन्दाखेरि, ठ्याक्कै भन्दाखेरि यो हाजिर जवाब हुन्छ सोधेको क्वेसन जस्तो हुँदैन।
कतिपयलाई अलिकति अप्ठ्यारो पनि लाग्छ, कतिपयलाई फिट पनि हुन्छ। र आज म एउटा तपाईँलाई एउटा फिट के गराउन चाहन्छु भने जब तपाईँ आफ्नो बिमाबाट सुरु गर्नुहोस् र अब कत्रो बिमा गर्ने, प्लानहरू कस्ता हुन्छन्, कसरी गर्ने भन्नको लागि एउटा प्रण मात्रै आज गरिदिनु हुन्छ कि आज यो महिनाभित्रमा चैत महिना छ, यो चैत महिनाभित्रमा म पक्कै पनि राम्रै बिमा म कसैको नसके आफ्नो भने पनि गर्छु भनेर एउटा प्रण गर्नुभयो भने तपाईँ एकदम सक्सेसफुल हुनुहुन्छ र आजको यो सफलतासँगमा आएको चाहिँ सार बल्ल लाग्नेछ। म तपाईँलाई त्यो प्रण गराउँछु। तपाईँ रेडी हुनुहुन्छ? मैले भनेको कुरा यो रिस उठ्यो कि मजा लाग्यो यो कुरा? हेलो हेलो, रिस उठ्यो कि मजा लाग्यो भन्नुहोस् त। मजा छ? अब हेर्नुहोस् है, आसमा ल्याउनुहुन्छ एकचोटि उठ्दिनुहोस् त। निरन्तर उहाँ चाहिँ नेसनल रक्त आदि विकसित हुनुहुन्छ। म गत साल आउँदा फेरि उहाँ मात्रै मञ्चमा आएको है गर्नुभएको। त्यो किन रहेछ भने उहाँले आफ्नो सफलता हासिल गर्नुभयो। यसो गर्दाखेरि सफल भइन्छ भने एउटा ज्वलन्त उदाहरण हेर्नु पर्छ। उहाँलाई एकचोटि तालीले सम्मान गरिदिनु। यहाँ मध्ये एमडिआरटी हुन कतिजनालाई इच्छा लागेको छ हजुर? एकजना कसैलाई इच्छा लागेको छ? म बोलाइदिन्छु, ल आउनुहोस्। को आउनुहुन्छ भन्नुहोस् त। एमडिआरटी हुन कसलाई इच्छा छ भन्नुहोस् त एकजना? बाब्रे ल भन्नुहोस् त। कसलाई इच्छा छ हजुर एमडिआरटी हुन? यसरी फोटो टाँसेर आगमको कार्यक्रममा सुसज्जित हुन यहाँ कसलाई मन छ? हेलो, अब कहिले यस्तो हुन्छ कि आफ्नो क्वेसन आफैलाई गाह्रो हुन्छ। कहिले त्यस्तो अवस्था आउँछ, आफ्नो क्वेसन आफैलाई गाह्रो हुन्छ। त्यस्तो अवस्था सिर्जना गरिदिनु भयो। मलाई एकदम तपाईँहरूसँग चाहिँ मैले सोचेँ कि एमडिआरटी भन्ने टेस्टले के पाइन्छ त त्यो बुझ्न जरुरी छ। यहाँले अहिले लाज लाग्यो, ठिकै छ। ठिक छ, धन्यवाद छ दादा। फेरि पनि तपाईँहरू सबैलाई यो सम्भव छ, गरेमा हुन्छ। निरन्तरता गऱ्यो भने यसको पहिचान गर्न सकिन्छ, अगाडि बढ्न सकिन्छ। यो कुरा यहाँलाई भन्दै जिन्दगीलाई साँच्चै अगाडि बढाउने हो भने अलिअलि तोड्न, मोड्न र जोड्न जान्नुपर्छ। अलिअलि व्यवहारमा वफादारी, काममा जिम्मेवारी र हृदयमा समझदारी रहनु पर्दछ। र हामी जहिले पनि कन्फ्युज होइन, कन्फर्म हुनुपर्छ। दुविधा मात्रै होइन, सुविधाहरू प्रशस्त पाइएको छ, त्यसलाई उपभोग गर्न जान्नुपर्छ। र नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा कुनै एउटा हार्ड बोर्ड युनिभर्सिटीमा पढ्न जरुरी छैन। हार्ड वर्क गरेको मान्छे यहाँ सफल हुन्छ। तपाईहरु सबैको आगामी भविष्य नेसनल लाइफमा हामीले सधैँ देख्न पाऊँ, यही शुभकामना प्रकट गर्दै आगामी दिनमा पनि यहाँ समक्ष साक्षात्कार गर्दै तपाई सबैलाई सफलताको शुभकामना दिँदै तपाई एकचोटि एमडिआरटी म भन्छु आगामी 2026 को लागि भन्छु, अवश्य भन्छु भन्ने प्रण एकचोटि म गराउन चाहन्छु। र एमडिआरटी भन्ने ठूलो कुरा पनि छैन। यदि तपाईले चाहनुभयो भने भर्खर अहिले जनवरी फेब्रुअरी मन्थ गएको छ, मार्च लागेको छ। जम्मा मार्चबाट तपाई एटलिस्ट तपाईले 5 लाख रुपैयाँको एउटा डिभिजन गर्नुस्। त्यो डिभिजनबाट तपाईले चाहिँ आफ्नो उपलब्धिहरू हासिल गर्न सक्नुहुन्छ। 5 लाख रुपैयाँको एउटा चाहिँ माइन्डसेट गर्नुभयो। जब यहाँ हुन्छ त्यसपछि त्यहाँ हुन्छ। तपाईको दिमाग यहाँ हुनु पर्यो पहिला, त्यसपछि त्यहाँ अवश्य पनि हुन्छ भन्ने कुरालाई अनुरोध गर्दै तपाईहरुको यात्रा सफल रहोस्। फेरि पनि म यो कार्यक्रमलाई लामो नबनाइकन मलाई यहाँ निम्त गर्नुभयो। तपाईहरु सामु म फेरि साक्षात्कार गर्ने मौका पाएँ, फेरि पनि त्यो अवसर पाऊँ भन्ने अभिलाषा राख्दै
तपाईँहरू सामु फेरि पनि बिदा हुन्छु र लास्टमा फेरि पनि भन्न चाहन्छु जाँदा जाँदै जति माया छ घरकी वाइफको त्यति माया छ नेसनल लाइफको जति माया छ घरकी वाइफको त्यति